आज चाहिँ सन्डे स्पेसियल हो नि त। सबैजनाको आज छुट्टी हुन्छ हो, दिदीहरूको बाबाहरूको। अन्त आज चाहिँ सबैजना घरमै छ। अन्त यसरी मकैको चेख्लाको भात। यहाँ चाहिँ हाम्रो छ मासु, आलु, यहाँ मुलाको अचार, यो चाहिँ खोर्सानी, यहाँ चाहिँ मकैको भात, यो चाहिँ चामल भात पनि मिक्स गरेको हो। यो चाहिँ दिदीको। अब म र दिदी चाहिँ मुकबाङ स्टार्ट गर्दैछु है। हामी चाहिँ अब खाना खाएको कस्तो हुँदो रहेछ? मिठो हुँदैन खाने? दाल हाल्नु चाहिँ एकदमै गाह्रो पर्यो। आज चाहिँ हाम्रो आमाले बनाउनु भएको नि त, सन्डे स्पेसियल अरे खाना। सबैजना घरमा छ। मिठो भएछ मासु पनि। आमा सक्यो हाम्रो काँचो मकै। अब मकैको चामल सक्यो। अब बिचरा सेतुले चाहिँ हेरिरहेको हाल्छ भर्खर। मिठो भएछ आमा। हाँडी चिकन त्यो उयोहरू पनि खायो, त्यो खुन बनाउँछ। तँ हड्डीहरू खाँदिनस्? मैले तँलाई झन् फलमासु हालिदिएको। बोल्यो निम्बु पनि कस्तो मिठो छ नि। अनलाइनमा हेर्नुपर्छ नानी, कराई छोड्नु क्या सबै मासु सबै काँचो हुन्छ नि, मसलाहरू के यस्तो गोलो। अस्ति फुपूहरूले लिएर थियो नि मकैको यो त्यतिखेर आउँदा मलाई मिठो लाग्दैन। त्यति बेला त हाम्रो त्यसको मात्रै बनाउँथ्यो। त्यसको मकै मात्रै थियो नि, चामल मिक्स गर्दा बरु मिठो हुँदो रहेछ। पनिर त्यसरी चामल मिक्स गर्दा मिठो हुँदो रहेछ हौ। त्यसको मात्रै मिठो हुँदैन रहेछ। मकैको ढेँडो चाहिँ कस्तो हुन्छ हौ फेरि? मिठो लाग्यो नानीलाई? बलियो हुन्छ त्यस्तो खासमा। कलेजोमा हालिदिएको तँलाई खुन पर्छ भने खाएकै छैन। सबैले त्यो अचार खाँदिनँ सोला अलिकति त।
दाल पनि मिठो रहेछ कचुवाले खोइ न भात त जति गर्दै थिएछ त मैले खाइसकेँ हो है जित्छ ल त्यति भएको चाहिँ किन छोडेको त्यति त खा जबरजस्ती विशेष स्विटी दिदीले खाउँ जसम्म खान स्विटी दिदीहरूलाई बेसी भएको नि मैले हड्डीहरू भएको मनपर्छ मासु त्यही त खाना त्यही त हौ High school is okay. Look at that. Look. दाल पी उनीहरू जग्गा सारेको दिदी चाहिँ फेरि जग्गा सारेको हेर्नु न कपडा अघि खाँदाखेरि नानीलाई खानै खाना खान सक्नु तर यो चामल मिक्स गरेकोमा चाहिँ मिठो हुँदो रहेछ अस्तिको पुकुरले ल्याउनु भएको थियो नि त्यो मिठो थिएन पिरा कुकुरले बिरयानी चामल त्यतिकै छ कम चामल छ बिरयानी राख्नु नि भरे खानुपर्छ मैले जबले खाएको खाएको त भरे पनि नराख्नु मन लाग्ने रहेछ यो चाहिँ खालो आधी खा न आधी भरे खानु मन लाग्दैन यो खा राम्रै भइसक्यो कलेजो खान यत्रो छ भाडा त आफ्नो आफ्नो बोल्नु है आज चाहिँ अब प्रोग्राममा गएर हामी भाडासँग खाना खाएको त आफ्नो आफ्नो बोल्यो डेक्ची करायो बाबाले होइन आफ्नो आफ्नो खाले मऱ्यो भने नि कम्ती भएको नि त निम्बु चाहिँ कुन चाहिँ त्यसलाई निम्बु खानु हुँदैन त भिटामिन सी छ भिटामिन सी छ भातमा खाँदा हुन्छ भिटामिन सी छ तर त्यसले हेमोग्लोबिनलाई पतला पार्छ नि त त्यो भात चाहिँ नफ्याँकेन हड्डीको भयो मैले चाहिँ खाइसकेँ दिदीलाई पर्खेको दिदीले खुट्टा टोक्दैछ नि त मागेर ल्याउँछु ल फेरि मागेर लिएर आउँछ होला एकछिन पज गर्छु ल दिदी चाहिँ भात थप्नु गएको थियो नि त हो त्यही भएर पज गरेको थिएँ अब फेरि खाना छ दिदीले मैले चाहिँ खाइसकेँ ए सब्जी थप्नु दाना खुट्टा चाहिँ यसरी खानु खोज्छ अरे कस्तो यस्तोतिर पोल्यो मेरो खोर्सानीले मिठो लाग्यो सोनाली मिठो लाग्यो तल पर्खेको नि हामी सबै खाइसकेँ मैले त अन्त मैले दाल खाएर यी बुटुकामा हड्डी भइसक्यो हड्डी पनि चटाक चुटुक पारिसकेँ तर पनि खाइसकेछ दिदीले अमिलो हौ रस कस्तो मजाको नि यसमा
बाँदर हेर फेरि खोइ ऊ यहाँ हल्लाइरहेछ त रुख ऊ आँपको रुख हल्लाइरहेछ हाम्रो घरमा चाहिँ पुरा बाँदर आउँछ है कसले बाँदर हेर्नु मन छ कसलाई हाम्रो घरमा आउँदा हुन्छ बाँदर हेर्नुको लागि बाँदर उफ्रेर छाना पनि राम्रै सबै घरको छाना धुलो पार्दैन केही छैन यो चाहिँ हाम्रो फर्स्ट मुकबङ भिडियो हो यसमा सबैले माया गर्नु होला सबैले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला कस्तो लाग्यो भयो